बाबाले र दाइले मेरो मम्मीकै अगाडि मलाई रुमभित्र लगेर ढोका बन्द गरेर यौन सम्पर्क गर्थे। साथीहरू, मेरो नाम प्रीति हो। आज म तपाईहरूलाई मेरो बाबा र दाइले नराम्रो भिडियो हेरिस् भनेर मलाई दिनदिनै सम्पर्क गरेको यौन कथा सुनाउनेछु। तपाईहरू केटा मान्छे भएको भएदेखि आजको मेरो कथा सुनेर तपाईहरूको लिङ्ग कोब्रा जस्तै उठ्नेछ। बाथरुममा गएर 36 नहान्नुहोला र तपाईहरू केटी मान्छे हुनुहुन्छ भने तपाईहरूको यौनी चुमुक चुमुक गर्नेछ, आफ्नो हातले नखेलाउनुहोला। म 9 क्लासमा पढ्ने थिएँ। मेरा 2 जना स्कुलमा सीता र गीता भन्ने साथीहरू थिए। उनीहरूले खाजा खाने बेलामा मलाई नराम्रो भिडियो देखाएर मैले त्यो भिडियो हेरेँ। म भर्खर 16 वर्षकी पुगेकी थिएँ। पछाडि मेरो मनभित्र पढाइको ध्यान छोडेर इमोसनहरू धेरै आउन थालेको थियो। म उनीहरूलाई रिक्वेस्ट गर्थेँ, दिनदिनै हाफ टाइमको बेलामा हामीले यस्तै भिडियोहरू हेरौँ है भनेर। हामीहरू दिनदिनै त्यस्तै भिडियोहरू हेर्थ्यौँ र स्कुलभन्दा पारिपट्टि रहेको जङ्गलमा गएर हामीले हस्तमैथुन गर्थ्यौँ। मेरो दुधहरू ठुलो भइसकेको थियो। स्कुलका केटाहरूले मलाई जिस्काउने, कोटाउने, टच गर्ने गर्दाखेरि मेरो शरीरबाट एकदमै इमोसन आउने थियो र सरले पढाउँदाखेरि पनि मैले मेरो जामाभित्र हात हालेर मेरो योनिलाई खेलाउने र हातमा भएको पेन्सिल मेरो योनिमा हालेर मैले यौन इच्छा पुरा गर्थेँ। घरमा सबैजना सुते पछाडि आफ्नो कोठामा होमवर्क गर्छु भनेर मैले गुगलमा सर्च गरेर धेरै मैले नराम्रो भिडियोहरू हेर्ने थिएँ र म भित्र आएको इमोसनलाई मैले कहिले औला हालेर हुन्छ, कहिले मेरो पेन्सिल हालेर हुन्छ, मैले इच्छाहरू पुरा गर्ने थिएँ। मलाई केटाहरूसँग यौन सम्पर्क गर्न लास्टै रहर लागेको थियो। आखिर छालाको लौरो भनेको अर्कै हुन्छ, छालाको लौरोको टेस्टै अर्को हुन्छ। कस्तो हुन्छ होला केटा मान्छेहरूसँग यौन सम्पर्क गर्दा भनेर दिनदिनै कल्पना गर्थे। एक दिनको कुरा हो, म बेलुका बटाबट पड्काएको भिडियो हेर्दा हेर्दै निदाएछु। मेरो मोबाइल छातीमा खसेको रहेछ। बिहान उज्यालो भए पछाडि मेरो बाबाले मलाई उठाउन आउनुभयो। त्यतिखेर मेरो मोबाइल उठाएर हेर्नु भएछ। मेरो मोबाइलको लक खोल्दाखेरि बटाबट पड्काएको भिडियो देख्नु भएछ र मलाई जबरजस्ती समातेर उठाउनुभयो र एकदमै गाली गर्नुभयो। अब तैले यस्तो भिडियो हेर्न थालेकी रहेछस् त बिग्रिन थालिछेस् भनेर एकदमै गाली गर्नुभयो र मेरो गालामा 2 थप्पड हानेर मलाई मेरो मम्मीको अगाडि लिएर जानुभयो। अब तेरो छोरी पनि बिग्रिन लागिछे, नराम्रो नराम्रो यौन सम्बन्धको भिडियोहरू हेर्न लागिछ भनेर मम्मीलाई गाली गर्नुभयो। मम्मीले पनि मलाई एकदमै गाली गर्नुभयो। अब तैले आफ्नो बाउको खुन देखाएर छाडी छैन भन्नुभयो। अनि मैले पछुताउन थालेँ किनकि उहाँ मेरो बाबा हुनुहुन्थेन, मेरो बाबा अर्कै हुनुहुन्थ्यो। मेरो मम्मीले अर्कैसँग भागेर आउँदाखेरि मलाई लिएर आउनु भएको थियो। सौताने नै हुँदो रहेछ। छोरीलाई के कुराको कमी भयो, किन यस्तो भिडियोहरू हेर्न लाग्यो भनेर सोच्ने सम्झाउने ठाउँमा मलाई जबरजस्ती समातेर पिट्नुभयो र आमाकै अगाडि मलाई मेरो कोठामा लिएर आउनुभयो र ढोका बन्द गरेर अब म तँलाई देखाउँछु यौन सम्पर्क भनेको के हो भनेर भन्नुभयो र मलाई जबरजस्ती समातेर मेरो शरीरमा लगाएको कपडाहरू जति सबै खोलिदिनु भयो। आफ्नो पनि सबै कपडाहरू खोलेर नाङ्गे हुनुभयो। उहाँको लिङ्ग देखेर मलाई डर लागेको थियो। एकदमै कालो रहेछ, पुरै जङ्गलले भरिएको। म एकदमै रोएको थिएँ, चिच्याउँदै थिएँ, मम्मी मम्मी ढोका खोल्नुस् न भनेर चिच्याउँदै थिएँ। के गर्न लाग्नु भएको बाबा यस्तो भनेर एकदमै चिच्याउँदै थिएँ। मम्मीले बाहिरबाट मेरो छोरीलाई केही नगर्नुस् भन्दै रुनु भएको थियो। बाबाले तेरो आमा अब बुढी भई, अब तैले मेरो प्यास मेटाउनु पर्छ भन्दै यता आइज भन्दै मलाई समात्नु भयो। तँलाई मैले पहिलेदेखि नै नजर लाइराखेको थिएँ, तर तेरो आमाको अगाडि केही गर्न सकेको थिएन। आज चान्स आएको छ, तँलाई त म कहाँ छोड्छु र भन्दै मेरो 2टा हात समातेर मेरो कन्न पछाडि लगेर एकै ठाउँमा समाउनु भयो र मलाई कुकुर जस्तो घोप्टो बनाएर पछिल्लोतिरबाट मेरो योनिमा आफ्नो लिङ्ग छिराउन थाल्नुभयो। म ऐया ऐया गर्दै थिएँ। योनिमा उहाँको लिङ्ग छिरिराखेको थिएन किनकि मेरो यौनी भर्जिन भएको भएर होला। त्यस पछाडि उहाँले आफ्नो 2टा औँला मेरो योनिमा छिराएर केही बेर खेलाउनु भयो। त्यस पछाडि मेरो यौनीबाट चिप्लो पानी आए पछाडि उहाँले पछाडिबाट मेरो यौनीमा आफ्नो 9 इन्चीको लिङ्ग घुसाउनु भयो। उहाँको लिङ्ग मेरो योनिमा छिर्दाखेरि मलाई एकदमै मजा फिल भएको थियो।
भने अर्कोतिर म रुँदै थिएँ। करिब 10 मिनेट जति बाबाले पछाडिबाट मेरो योनिमा पड्काउनु भयो र त्यस पछाडि खाटमा मलाई गुल्टाएर मेरो खुट्टा काँधमा हालेर खाटको डिलमा तानेर मेरो योनि पड्काउन थाल्नुभयो। उहाँले पड्काउँदाखेरि क्वाचवाच गरेको थियो किनकि त्यतिखेर मेरो योनिबाट पानी एकदमै धेरै आइराखेको थियो, त्यसैले होला। म एकदमै रोएको थिएँ। बाबाले भन्नुभयो, एक दिन विवाह गरेर गए पछाडि अर्को केटासँग यौन सम्पर्क गर्नै पर्छ, किन रोएको झन् बानी पर्छ त भन्दै पड्काउनु भयो। उहाँले एकदम स्पिडले गर्दाखेरि मेरो पेट एकदमै हल्लिएको थियो, मेरो पाठेघरहरू लास्टै दुखिराखेको थियो। पहिलो पल्ट मेरो शिर तोडेको भएर होला पुरै रगत निस्केको थियो। पछि बाबाले मेरो चाकमा आफ्नो थुक हाल्नुभयो र मेरो चाकमा पनि आफ्नो लिङ्ग स्वास्थ्य घुसाउनु भयो। उहाँको लिङ्ग मेरो चाकको प्वालमा छिर्दाखेरि मेरो शरीरको नसाहरू पुरै सड्के जस्तो भएको थियो। म एकदमै डरो भएको थिएँ। मेरो पेटको नसाहरू सड्किएर बाम्बिएको जस्तो भएको थियो। त्यस पछाडि म जबरजस्ती उहाँको लिङ्गलाई मेरो चाकबाट निकाले अनि फेरि मेरो यौनीमा करिब आधी घन्टा जति पड्काएपछि उहाँको लिङ्गबाट वीर्य झर्न थाल्यो र त्यस पछाडि उहाँले आफ्नो कपडा लगाएर बाहिर जानुभयो। बाबा बाहिर जाने बित्तिकै मम्मी भित्र आउनुभयो र मलाई कपडाहरू लगाइदिन थाल्नुभयो अनि मम्मीले मलाई भन्नुभयो, बाहिर गएर कसैलाई पनि बाबाले यस्तो गर्नुभयो भनेर नभन है, हाम्रो इज्जत नै जान्छ। अब म बुढी भइसके, मलाई अरू कुनैले विवाह पनि गर्दैनन्, हाम्रो बुढेसकालको सहारा भनेको उहाँ नै त हो नि भन्दै मलाई भन्नुभयो र मैले त्यो कुरा कसैलाई पनि भन्न सकिनँ। र त्यही दिन बेलुका घरमा एकदमै कुरा चल्यो र दाइले पनि थाहा पाइसकेको रहेछ र त्यो दिन दाइले पनि मलाई अब बाबाले तँलाई हानिसक्नु भएको रहेछ, मैले हान्न के भयो र भनेर बाबा मम्मीकै अगाडि मलाई जबरजस्ती समातेर रुममा ल्याउनु भयो र बाबाले जस्तै गरी दाइले पनि मलाई मेरो यौनी पड्काउन थाल्नुभयो। बाउ छोराले नै पालै पालो मेरो यौनी पड्काउँदाखेरि मेरो यौनी फुलेर भक्क पाउरोटी जस्तो भएको थियो। न त मैले बाहिर गएर अरूको सामु भन्न सक्थेँ, न त केही गर्न नै, न त घर छोडेर जान नै एकदमै दोधारमा परेकी थिए। बाउ छोरा मिलेर मलाई दिनदिनै पड्काउँदै मेरो सेतो यौनी पनि कालो भइसकेको थियो। सायद मेरो यौनी कालो भएको उहाँहरूले मलाई पड्काउँदाखेरि तातो तापक्रमले गर्दाखेरि जलेर कालो भएको होला भनेर चित्त बुझाउँदै उनीहरूको पड्काइ सहदै बस्दै गरे। कहिले बाबाले रक्सी खाएर मलाई जबरजस्ती पड्काउनुहुन्थ्यो भने कहिले दाइले गाँजा खाएर मलाई पड्काउँथ्यो। कुनै दिनमा त मम्मीकै अगाडि मेरो दुधहरू समातेर अठाइदिने थियो र रुममा लिएर आउँथ्यो र मेरो यौनी 20 मिनेट जति चाटेर मलाई पानी बनाइदिने थियो। मेरो शरीर आदि बनाइसकेका मलाई हेर्दै रुँदै गर्नुहुन्थ्यो, न त म तेरो लागि केही गर्न सक्छु, न त कसैको लागि केही भन्न नै हिँड, बरु जे हुन्छ, हामी गएर पुलिस चौकीमा रिपोर्ट गरौँ भनेर हामीहरू एक दिन आमा छोरी चौकीमा गएर रिपोर्ट गर्यौं र ती बाउ छोरा पापीहरूलाई बलात्कारीको केसमा जेलमा लगेर थुनिदियौं। साथीहरू, ल अब आफै तपाईहरू भन्नु त मेरो यो भन्दा अरू उपाय के नै थियो र यदि मेरो ठाउँमा तपाईहरू भइदिएको भए तपाईहरूले के गर्नुहुन्थ्यो? साथीहरू, हाम्रो आजको कथा कस्तो लाग्यो? यदि हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न नबिर्सिनु होला है।